यहाँ केटाकेटीहरू नि पुरा भिड रहेछ हामी रोड पनि सानो त्यही माथि भिड आज चाहिँ दिन पनि राम्रै रहेछ धुम्म पनि छैन यसै लागिरहेछ यस्तो भिडमा पनि गाडी चाहिँ कुदेकै छ मान्छे पन्साउँदै भए पनि हेर्नुहोस् त सब फ्युचर हो यिनीहरू सानो बच्चाहरू पनि रहेछ बच्चाहरूलाई ल्याउने प्यारेन्ट्सहरू पनि छ यो चाहिँ बाटो चाहिँ वाइट हाउस जाने हो वाइट हाउस छ यहाँबाट वाइट हाउस जाने बाटो हो भिड मान्छेको यहाँबाट ओह्रालो सर्टकट लाग्ने अहिले चाहिँ तपाईँहरूलाई बजार गएको देखाउँछु म बजार गएको बाटो बजार जाने बाटो हेर्नुहोस् ल भन्नु पऱ्यो यहाँबाट चाहिँ ओह्रालो जान्छ अब बजार गरेर अलिक काम छ एक दुईवटा काम छ त्यो काम गरिकन चाहिँ फर्किन्छु त्यसै कारण तपाईँहरूलाई पनि देखाइराखेको यो चाहिँ गान्तोकको भ्यू है अब भने चाहिँ बजार आइपुग्यो बजार आइपुग्न आँट्यो मुनि हो अब गएर चाहिँ एउटा काम गरेर आउँदा चाहिँ म हिँडेर आएँ दादा चाहिँ तर गाडीमै जान्छु तल पनि छ केटाहरू पनि पर्छ ओह्रालो चाहिँ हिँडेर सजिलो हो त्यही भनेर एकदम एक्सर्साइज पनि हुन्छ फेरि अलिक मान्छे अल्छी भइसकेको छ कि गाडी बाइकतिर हिँड्नु पाएर अल्छी भएर स्ट्यामिना पनि त्यस्तै अलिकति हिँड्दै सास दम बढेर स्वासमा भएर त्यसै कारण चाहिँ म चाहिँ अलिक हिँड्ने कोसिसमै छु यो हिँड्नु चाहिँ अब चाहिँ यो बजार सुरु भयो बजार बजार एनजी मार्ग हो टिस्टा टी बेड त्यस्तो छ जाम चाहिँ तर गाडी नचलाइदिनु यहाँबाट ओह्रालो जानुपर्छ हामी चाहिँ म चाहिँ यहाँबाट जान्छु म चाहिँ कहाँ गएको भनेर चाहिँ तपाईँहरूलाई अहिले भन्दिनँ एकैचोटि भरे मात्रै भन्नु पऱ्यो यो चाहिँ लाल बजार हो लाल बजारपट्टि सेकेन्ड लाल बजार यो चाहिँ हाम्रो गान्तोकको एकदम फेमस बजार है लाल बजार चाहिँ यो जग्गामा चाहिँ टुरिस्टहरू पुरा हुन्छ टुरिस्ट प्लेस लाल बजारको यो अलिक किनेको त खाले जस्तो हुन्छ त तर पनि यो त केही होइन गेमहरू खेल्दा त 90 मिनट्स कुद्नुपर्छ 90 मिनट्स कुदेको पनि हो
तर अहिले चाहिँ अलिक प्र्याक्टिस नभएर चाहिँ दम बढेको जस्तो हुँदछ। सेल 500 15 केटाहरूको ठिकै छ क्या। चाहिँ यहाँ अलिअलि सामानहरू पनि किन्नु छ यताउता, अन्त त्यही भएर चाहिँ म लाल बजार झरेको। लाल बजार चाहिँ लाल बजार बाटोलाई चाहिँ अहिले आएर दिनु पऱ्यो। मेरोमा अहिले त छैन पैसा। अन्त अब चाहिँ म पुगिसकेँ। यहाँ हो डेन्जङ सिनेमा हल। यदि पिक्चर हेर्नु आउँछ भने चाहिँ यहाँ पनि लाग्छ डेन्जङमा। डेन्जङ हल हो। अब म चाहिँ ब्याङ्क पुगिसक्यो। यो कटार Thank you everyone for watching my video. यदि तपाईहरुलाई भिडियो मन पर्यो भने लाइक, शेयर, फेसबुकमा अनि फलो अनि युट्युबमा हेर्नु हुँदैछ भने तपाईहरुले सब्स्क्राइब गरिदिन सक्नुहुन्छ है। अनि तपाईहरुलाई पनि म एकदम गुड नाइट